काम चाहिँ के गर्छ अहिले प्रोग्रामिङ भनेपछि दुईटैजना बुढाबुढीले सकायो हजुर भनेपछि किनेर मैले चाहिँ आफै किन्छु मम्मी डेडीले पनि हेल्प गर्यो कि दुईजना दुईजना फ्ल्याट किनेको नि त घरमा अलिकति सस्तो तर दुईजनाले नै गर्छ फोटोमा नानीहरूले अपलोड गरेको देखेको रहेछ कि हामीले चिनेको योमा चाहिँ बोल्दैन छ बुबाको छोरी पनि फेरि सँगै आउनु भएको थियो मम्मीले भलिबल टिमदेखि अलिकति बाहिर रहेछ होइन भलिबल स्पिनिङको ट्रेजर के हो आमाले हाल्नु सबैजना हजुर उसको ईशा ईशा मसँग युनिभर्स अनि त्यतिकै हामी के गेमहरू हेलो आदरणीय सम्पूर्ण भलिबल खेल प्रेमी दर्शक महानुभावहरू हाम्रो अल्डरसोट भलिबल क्लबको यो 8औं टुर्नामेन्टको लागि विभिन्न मञ्चकारी महानुभावहरूले हामीलाई स्पोन्सर गर्नुभएको छ जसअनुसार हिक्काजी गुरुङ एनआरएन जेन्स सेकेन्ड प्राइज स्पोन्सर गर्नुभएको छ त्यसैगरी वाइडिसी क्लिनिङ सर्भिसले 900 पाउन्ड लेडिजको फर्स्ट प्राइज स्पोन्सर गर्नुभएको छ त्यस्तै गरेर विशाल एन्ड बेबी उहाँहरूले लेडिजको सेकेन्ड प्राइज स्पोन्सर गर्नुभएको छ 555 पाउन्ड त्यस्तै गरेर GRNCN नेसनल लोटरी 6वटा भलिबल स्पोन्सर गर्नुभएको छ जसको प्राइस 487 त्यस्तै गरेर कालिका रिक्रुटमेन्ट एजेन्सी युकेले हाम्रो यस टुर्नामेन्टको ट्रफी र मेडल स्पोन्सर गर्नुभएको छ त्यस्तै गरेर अजय थापा एन्ड शङ्करमान कोसुमोसी फिलिपबाट 342 यो स्किपको लागि जस्तो लाग्छ मलाई उहाँले स्पोन्सर गर्नुभएको छ त्यस्तै गरेर विमल गुरुङ हाम्रो वर्तमान अध्यक्ष विमल गुरुङ पानस रेस्टुरेन्ट अल्डरसोटले 300 पाउन्ड स्पोन्सर गर्नुभएको छ त्यस्तै गरेर भिक्टोरिया पपले 250 पाउन्ड त्यस्तै गरेर सूर्य गुरुङ पिपल मर्गेजले 200 पाउन्ड झुमकाजी गुरुङ प्रेसिडेन्ट तमुदी युकेबाट 250 पाउन्ड व्यञ्जन अल्डरसोटबाट 250 पाउन्ड GRNCबाट 200 पाउन्ड गौरव गुरुङबाट 200 पाउन्ड पर्वत क्लब हङकङ ग्रिनविचका भलिबल क्लबको सल्लाहकार पनि हुनुहुन्छ उहाँ गोर्खा ट्राभलबाट 200 पाउन्ड त्यस्तै गरी काउन्सिलर धनबहादुर सार्कीबाट 130 पाउन्ड इन्सुरेन्स कस्ट उहाँले स्पोन्सर गर्नुभएको छ
त्यस्तै गरेर सन्तोष राई कटिङ एजबाट 150 पाउन्ड, सुमन गुरुङबाट 150 पाउन्ड, एनजी हेयर निता गुरुङबाट 120 पाउन्ड, त्यस्तै गरेर 32 गोकर्ण थापाबाट 120 पाउन्ड, 32 भने सक्दैन, बुद्धि गुरुङ मानिक टेलरिङबाट 100 पाउन्ड, गगन चुलो एन्ड महेन्द्र चुलोबाट 101 पाउन्ड, मुना हेयर एन्ड ब्युटीबाट 100 पाउन्ड, मालिङ्गो रेस्टुरेन्टबाट 100 पाउन्ड, भानु गुरुङ थकालीबाट 100 पाउन्ड, नाङ्लो रेस्टुरेन्टबाट 100 पाउन्ड, एभरेस्ट रिङ अल्डरसोटबाट मिलन गुरुङ 250 पाउन्ड, त्यस्तै गरेर अमित मोमो स्टेसनबाट सेक्युरिटीको लागि 100 पाउन्ड, लामा ज्वेलर्सबाट 100 पाउन्ड, एम्पायर ब्याङ्क्वेटिङ हलबाट 100 पाउन्ड, ह्यान्सन गौचनबाट 105 पाउन्ड, थमेल दोरेन ढेडो घरबाट 100 पाउन्ड, भक्त दर्जीबाट 100 पाउन्ड, गिरी गुरुङबाट 100 पाउन्ड, शान्ति हेयर एन्ड ब्युटीबाट 55 पाउन्ड, निकोलेसियाबाट 50 पाउन्ड, मोमो मण्डपबाट 50 पाउन्ड, गणेश गुरुङ लन्डरीबाट 50 पाउन्ड, ओम रेस्टुरेन्टबाट 50 पाउन्ड, म्याक्स दाईबाट 50 पाउन्ड, युरोपा फुडबाट 30 पाउन्ड, कमल गुरुङ चाइना ओरिएन्टलबाट फोकेस रेडबुल एन्ड फोकेस वाटर मोमाइट, र त्यसै गरी यो पिच नम्बर 1 मा है यो खेल लगत्तै अल्डरसर योयो भर्सेस मोना युके, अल्डरसर योयो भर्सेस मोना युके खेलाडी साथीहरू तयारी अवस्थामा उपस्थित हुनुभयो। यस खेल लगत्तै तपाईँको खेल हुनेछ है, मोना युके भर्सेस अल्डरसर योयो। त्यस्तै गरी हामीलाई स्पोन्सर गर्नेको नेम लिस्ट अझै बाँकी छ। हेरो क्याफेबाट 50 पाउन्ड, अर्जुन पुनबाट 50 पाउन्ड, हिमरपुरबाट 50 पाउन्ड, चौतारी रेस्टुरेन्टबाट टुर्नामेन्टको लागि ब्रेकफास्ट, त्यस्तै गरेर युरोपा फुडबाट 30 पाउन्ड, तारा गर्बुजा मोना युथको प्रेसिडेन्ट हुनुहुन्छ उहाँबाट 50 पाउन्ड, त्यस्तै गरेर त्यस समयबाट 151 पाउन्ड, उहाँ अल्डरसट भलिबल क्लबको एडभाइजर पनि हुनुहुन्छ, मेसपुन भाइबाट 150 पाउन्ड, शैलेश राईबाट 130 पाउन्ड, उहाँ भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ, सेवक गलान 100 पाउन्ड, उहाँ पनि भाइस प्रेसिडेन्ट वर्तमान, चन्दन गुरुङ जुबाट 101 पाउन्ड, उहाँ संस्थापक अध्यक्ष पनि हुनुहुन्छ हाम्रो यस अल्डरसट भलिबल क्लबको, त्यस्तै गरेर स्वर्ग गुरुङ उहाँ निवर्तमान अध्यक्षबाट 101 पाउन्ड, विकास बिके हाम्रो उहाँ पनि निवर्तमान अध्यक्षबाट 100 पाउन्ड, डोल सिरिज उहाँ पनि निवर्तमान अध्यक्ष उहाँबाट पनि 101 पाउन्ड, गोकुल राई वर्तमान सचिव गोकुल राईबाट 111 पाउन्ड, जीवन गुरुङबाट 112 पाउन्ड, सञ्जय लाफा भाइबाट 106 पाउन्ड, रामकृष्ण गुरुङ अहिलेको ट्रेजर हुनुहुन्छ वर्तमान उहाँबाट 101 पाउन्ड, भूपेन सूर्यवंशी भोज भाइबाट 100 पाउन्ड, भीमराज राईबाट 100 पाउन्ड, प्रथम गुरुङबाट 100 पाउन्ड, कमला सोमाईबाट 100 पाउन्ड, श्री पूर्जाबाट 100 पाउन्ड, धन्यवाद श्री पूर्जा भनेर भन्नु नबिर्नु, मनोज डिजने भाइबाट 100 पाउन्ड, त्यस्तै गरी ओम पुनबाट 111 पाउन्ड, रमिला गुरुङबाट 111 पाउन्ड, जापान गुरुङबाट 101 पाउन्ड, विजय राणाबाट 100 पाउन्ड, निवर्तमान सचिव हुनुहुन्थ्यो उहाँ 100 पाउन्ड, त्यस्तै गरी विशाल राईबाट 75 पाउन्ड।
र त्यसै गरी लेडिजतर्फको गेम चाहिँ पिच 5 नम्बरमा स्विन्डन भर्सेस केन्टे लेडिजतर्फ पिच नम्बर 5 मा स्विन्डन भर्सेस केन्ट तयारी अवस्थामा बसिदिनु भयो। यस खेल लगत्तै हजुरहरू खेलिन्छ पिच नम्बर 5 मा। दर्शक महानुभावहरू अझै हामीलाई स्पोन्सर गर्ने लेडिज अझै बाँकी छ, म भन्न गइरहेको छु। राम पाङ्गिलामाबाट 55 पाउन्ड, दामुद दराईबाट 55 पाउन्ड, विमल राईबाट 55 पाउन्ड, राजु गुरुङबाट 51 पाउन्ड, टेकेन्द्र राईबाट 51 पाउन्ड, साजन गुरुङबाट 50 पाउन्ड, विश्व हाङ लिम्बूबाट 50 पाउन्ड, डिकल गुरुङबाट 50 पाउन्ड, सागर तामाङबाट 50 पाउन्ड, योग राईबाट 40 पाउन्ड, अरुण गुरुङबाट 40 पाउन्ड, सन्तोष गुरुङबाट 40 पाउन्ड, प्रकाश गुरुङबाट 51 पाउन्ड, महादेव गुरुङबाट 50 पाउन्ड, समित थापाबाट 50 पाउन्ड, सुरेश गुरुङबाट 50 पाउन्ड, प्रताप पिसी भाइबाट 50 पाउन्ड, गोकुल तामाङबाट 30 पाउन्ड, पूर्ण गुरुङबाट गोपाल तामाङ छ कि माफ गर्नु, गोपाल तामाङबाट 30 पाउन्ड, पूर्ण गुरुङबाट 30 पाउन्ड, जित काउसा मगरबाट 25 पाउन्ड, हर्कजङ गुरुङबाट 20 पाउन्ड, नारायण राजु गुरुङबाट 20 पाउन्ड, ज्वेलर्स गोर्खा वास एन्ड 5 भाउचर। यहाँहरू सबैजनालाई हाम्रो अल्डरसोट भलिबल क्लबको सम्पूर्ण टिमको तर्फदेखि मुरी धन्यवाद दिन चाहन्छौँ। यहाँलाई सधैँ यसरी दिएर खान पुगोस्, लिएर कहिले पनि खान नपरोस्। र यहाँहरू कोही इच्छुक हुनुहुन्छ भने हात फैलाउन चाहनुहुन्छ भने, कोही मनकारी हुनुहुन्छ भने यहाँलाई वेलकम छ यो स्टेजमा। थ्याङ्क यू। हाम्रो यो पिच नम्बर 1 मा मोना युके भर्सेस अल्डरसट यो का खेलाडी साथीहरू छिटोभन्दा छिटो आइदिनु होला। त्यसै गरी लेडिजतर्फ पिच नम्बर 5 मा स्विन्डन भर्सेस केन्ट पिच नम्बर 5 लेडिजतर्फ छिटोभन्दा छिटो आइदिनु होला। र त्यसै गरी जेन्ट्सतर्फ अल्डरसट यो भर्सेस मोना युके।
त्यसै गरी पिच नम्बर 3 मा स्याङ्जा र बेजिङ स्टकका खेलाडी साथीहरू जहाँकै हुनुहुन्छ तयारी अवस्थामा बस्दिनु होला है। यो पिच नम्बर 3 मा स्याङ्जा एसँग खेल्नको लागि। पिच नम्बर 3 मा स्याङ्जा खेलिराखेको छ र स्याङ्जा लगत्तै खेल्ने बुझिएको छ। बेजिङ स्टकका खेलाडी साथीहरू जहाँ के हुनुहुन्छ तयारी अवस्थामा बस्दिनु होला। स्याङ्जा एसँग खेल्नको लागि है पिच नम्बर 3 मा।